हेलो सबैलाई स्वागत छ मेरो यो गेमप्ले भिडियोको अन्त। तपाईहरुलाई फेभरेट लाग्छ कि लाग्दैन, तर मेरो फेभरेट युएमपी। तर मेरो फेभरेट युएमपी धेरै कस्तो चल्छ थाहा छैन। तपाईहरुलाई कस्तो लाग्छ उताबाट टाउको देखेको यताबाट नदेखेको। अनि हैन, तपाईहरु कहाँबाट हुनुहुन्छ? नेपालबाट हुनुहुन्छ भने नेपाल नै हो, तर नेपालको मैले भनेको हैन के। जहाँबाट हो त्यहाँ लेख्नु, कमेन्टमा लेखिदिनु त्यो कहाँबाट हो, कन्ट्री र त्यो सिटी। अनि यहाँबाट मान्छेलाई रसानेर मार्दिए। एउटा कुरा, तपाईहरु मेरो च्यानल सब्स्क्राइब लाइक चाहिँ किन गर्नु हुँदैन? लाइक गर्नु, तपाईको के नै जाने छैन। अनि यता मैले 2 राउन्ड जितिसके। अब मेरो यो राउन्डको अन्त के हुने रहेछ भन्दाखेरि के हुन्छ खै थाहा छैन। अब म रस हानौँ भन्दाखेरि के गर्ने, रस हान्नै मन छैन। अब के गर्नु? अनि तपाईहरुलाई सँग म एउटा कुरा शेयर गर्न चाहन्छु कि कहिले मेरो माइक के बन्द भइदियो, मतलब बोल्ने नै। अनि यता मान्छे म क्याम्प गर्दै बिगेस्ट क्याम्पर इन दिस वर्ल्ड। अनि त्यसले आफ्नै माथि फ्रेस फ्युज हाल्दियो, पागल जस्तो होला, दिमागबाट थोरै हटेको। अनि यता अगाडि मान्छे छ, मैले फ्रेस फ्युज हालेँ अनि मेरो फ्रेस फ्युज कहाँ गयो? मान्छेले ड्यामेज दिँदै छैन। मतलब म फ्रेस फ्युजको किङ अफ दिस वर्ल्ड उल्टोपट्टिबाट। अनि तपाईहरुसँग एउटा कुरा शेयर गर्न चाहन्छु कि मेरो तपाईहरुलाई हैन एउटा कुरा कि हैन, तपाईहरुले भन्नु भएको के नि छैन कमेन्ट हो। प्यारो प्यारो 1-2 त कमेन्ट गरिदिनु, केही न केही त गर्नु मन लागेछ नि त। अनि कमेन्ट गरिदिनु नि क्या कमेन्ट चाहिँ। अनि मैले हालिदिएको, अनि मैले आफै खाएँ, आफ्नो उसले हानेको आफै खाएँ। मतलब के हो नि त। यता उसको किन्नेको पालो, अब के किन्छ। अनि म हान्न नि सक्छु, हेरिराख्नु। एडब्लुएम लिएको रहेछ। एडब्लुएम त मबाट कस्तो चल्छ त्यो त थाहा छ होला, थाहा छैन त्यो गल्ती भएर भयो। अनि तपाईलाई थाहा छैन भने मेरो यो भिडियो हेरेर थाहा पाउनुहुन्छ। अनि यहाँ अगाडि भन्दा अनि एउटा गोली लाग्यो 150। अनि यो यसको बाइक चाहिँ कसरी लाग्यो अहिले। अनि मैले अर्को गोली लिइसकेँ। अब म रस हान्नुको लागि त्यो रस क्यारेक्टर युज गरेको भएन। अनि यसलाई आफूले प्याक गरिसक्यो, तर एक ठाउँबाट गरेको छैन। देखो अब हैन, तपाईहरुलाई त के भन्नु, के नै भन्नु र। अब के गर्नु, अब म माइक अफ गर्दैछु, आफै भिडियो